हेलो साथीहरु, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ म यो ठ्याक्कै यो तारुकामा रहेको वार्ड नम्बर 2 स्थित यो मकै बारीतिर छौं हैन। यहाँ चाहिँ मलाई एकदम दुःखद लाग्यो कि यहाँ मकै बारीहरुमा जताततै चाहिँ यो हैन कुन किराले हैन एकदम खाएको छ हैन। यहाँको मकै सबै सखा पार्दिएको छ, हामी देख्न सक्छौं है। कुन किराले खाएको हो, किरा चाहिँ मैले अहिलेसम्म देख्न सकेको छैन। पुरै यो एउटा पुरै गरा चाहिँ एकदम नराम्रोसँग दुःखद घटना हो हैन। यो किसानको लागि यो शत्रु नै लाग्यो भन्नुपर्छ हैन। यो कसरी खायो, कुन किराले खायो भन्ने कुरा अहिलेसम्म यकिन गर्न सकेको छैन। अहिले ठ्याक्कै म यहाँ मकै बारी भित्र छु हैन। कुन किराले खाएको हैन देखेको छैन। पुरै यसरी पातहरुलाई ध्वस्तै बनाएको छ यो गरामा। यो एउटा किसानको लागि शत्रु नै लागेको भन्नुपर्छ है साथीहरु। यो एउटा गरा यस्तो भयो हैन। यो गरा सँगसँगै अब म ठ्याक्कै माथिल्लो गरातिर गइरहेको छु हैन। एकदम दुःखद लाग्यो यो घटना देखेर हैन। अब यो गरा हेर्दा चाहिँ हैन यहाँको मकै चाहिँ एकदम सकुशल देखिन्छ हैन। एकदम क्लियर छ, सकुशल छ हैन। केही पनि भएको छैन। यहाँको चाहिँ पुरै एकदम क्लियर देखिरहेको छु हैन। मकैहरु मज्जाले फलेको छ। तर यो गराको 5 मिटर मुनिको मकै चाहिँ यस्तो भइरहेको छ। के कारणले हो थाहा हुने साथीहरुले जानकारी गराइदिनु होला। यो जनचेतनामूलक यो भिडियोलाई सबैजनाले एकदम शेयर गरिदिनु होला। तपाईहरुको शेयरको एकदम जरुरत छ। सबैजनाले हेरेर माया गरिदिनु होला। यहाँ यस्तो दामी फलेको छ हैन। हेर्नुस् एकदम स्वादिष्ट तरिकाको छ हैन, हृष्टपुष्ट। तर यहीको ठ्याक्कै 5 मिटर मुनिको मकै चाहिँ एकदम ध्वस्तै छ। मकै एकदम खतम बनाएको छ हैन। कुन किराले हो यस्तो छ। सबैजनाले शेयर गरिदिनु होला। यस्तो जनचेतनामूलक भिडियोहरु चाहिँ म तपाईहरुलाई लिएर आइरहने छु। मेरो युट्युब च्यानल मुस्कान वाइवा 1995 मा गएर सब्स्क्राइब गरेर माया पनि गरिदिनु होला है त। धन्यवाद।